चितलाङ गाइजहरू। हामी चाहिँ आज चितलाङ जान लागेको। चितलाङको बाटो सुरु भइसकेको छ। मौसम एकदम राम्रो छ, चिसो चिसो। एकदम दामी भ्यू, एकदम सुन्दर दृश्य चितलाङको हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। एकदम हामी गाउँमा आइसकेका छौँ। गाउँ त होइन क्या हो, गाउँमा आउन लागिसकेका छौँ। दृश्य एकदम सुन्दर छ, आकाश जमिन। अब यहाँदेखि 15 किलोमिटर मात्र छ चितलाङ चाहिँ। बाटो कस्तो छ हामीलाई थाहा भएन। हामी कति टाइममा पुग्छौँ तपाईँहरूलाई जानकारी गराउनेछौँ। त्यहाँबाट हेर्न सक्नुहुन्छ। वाउ, वाट भ्यू, सुन्दर दृश्य। बाटो पनि एकदम मजाको खाली आनन्दको बाटो छ पाहाडको। गर्मी महिनामा झन् बेस्ट हुन्छ जस्तो लाग्यो मलाई यो चाहिँ। अहिले जाडो महिना भएर अनि हल्का जाडो लागिरहेको छ। हाम्रो साथमा हुनुहुन्छ दिवस ओली र म विराट ओली। पछि बाटो सुरु, अफरोड सुरु भइसकेको छ। फेरि र अफरोड सुरु भइसकेको छ हाम्रो। अफरोड यहाँदेखि चाहिँ अफरोड रहेछ। अब 12 किलोमिटर जति यस्तै अफरोड नै छ होला सायद। बसहरू पनि धेरै नै आउँदो रहेछ। त्यही भएर पछाडि बस्ने मान्छेले मास्क, चस्मा, टोपी लगाउनु होला। बसको धुलो धेरै खाइन्छ जस्तो लाग्यो मलाई चाहिँ। नत्र भने बसहरू चलेर अलिक समस्या हुँदो रहेछ, नत्र भने त्यस्तो छैन। धुलो खाइलो रहेछ, डह्रो धुलो। त्यही पनि एकदम मुखहरू लुकाएर आउनुपर्छ, टोपी सोपी लगाएर, मास्क, चस्मा दिँदैछ। त्यसरी म आएको त्यसरी मान्छे नचिनिने गरी। एक्सिडेन्ट हुँदैन। भगवान दिदीलाई मानेर यो बाइकको खुट्टा किन दुख्छ भनेपछि पछाडि बस्नुको खुट्टा राख्नुपर्छ, पछाडिबाट अगाडि राख्नुपर्छ। त्यही भएर हो क्या, तिमीले त्यो पछाडि हालेछौ त लेग गार्ड क्या,
त्यसले गर्दा खुट्टा अगाडि राख्नुपर्छ बाइकको त खुट्टा राख्नु बुझ्यो नि होइन नि त यस्तो राख्नुपर्ने हो त्यसले गर्दा पनि खुट्टा पाटिँदो रहेछ त्यही भएर त बुझ्दैन कति किलोमिटर बुढीमा हामी 10 गयौँ अब अरू 10 नि अझै आधा घन्टा 40 मिनट लाग्छ होला अझै आधा घन्टा जति लाग्छ क्या आधा घन्टा लाग्छ अब स्पिडमा गयो भने पनि आधा घन्टामा पुगिन्छ सिंगल लेन बाटो रहेछ यो बसले साइड छोड्दैछ हो क्या गर्दा अगाडि बस छ बाटो पनि सिंगल लेन सानो रहेछ यता साइडमा छ पुरा यता साइड त आइरहेको छ उताबाट चढ्ने ठाउँ छ कि क्या एकदम सुन्दर दृश्य बादलको हेर्न सक्नुहुन्छ काम भइरहेको छ एकदम मस्तको यहाँ बाटोको निर्माण कार्य एकदम तीव्र गतिमा भइरहेको छ साथीहरू अगाडिबाट धुलो पनि तीव्र गतिमा आइरहेको छ बादल चाहिँ एकदम बवाल प्रतीक्षाको फल फेरि बिचबाट आइसकेको छ एकदम राम्रो भ्यू छ एकदम हेर्न सुन्दर फेरि मिठो भ्यू छ मिठो गरेपछि फाइनल्ली हामी बिचबाट भेटाइसकेका छौँ आउन लागिसक्यो अब 4 लेन्स मानेर बादल हेर्दैछ कामले नेक्स्ट टाइम लेन्स ल्याउनेछ अब बिच नै हो जस्तो लाग्यो मलाई धेरै रहेछ कच्ची 20 किलोमिटरमा 7-8 किलोमिटर कच्ची रहेछ होइन
बाँकी चाहिँ एकदम पिच बाटो रहेछ ड्राइभर जीवनले ओह्रालोमा यो घुम्ने बाटो होइन यताको बाटो हो कि क्या हो यो बाटो दिवस यताको यो माथिको हामी अब यता माथिको टी फार्मतिर जान लाग्छौँ घुमे बाटो छ घुमे बाटो त्यही हामी अप्रोमा आइसकेका छौँ अब चाहिँ यहाँदेखि जम्मा 3 किलोमिटर मात्र छ बस्नु त चलाउनु पर्छ जस्तो लाग्यो के होला यस्तो तपाईँले बनाएर भेडा फार्म कतातिर हो तलतिरबाट हो पिचबाट हो यो बाटो कता हो त राइटतिर धन्यवाद हामीले बाटो भनिदिएकोमा माथि भेडा फार्म जाने बाटो कता हो भेडा फार्म भन्दा कति टाइम लाग्छ सुरु भएछ चितलाङ भेडा फार्म जाने बाटो कता हो माछा खतरनाक भनेपछि छैन क्या वरिपरि वरिपरि छैन क्या त्यसो भने
यता कुलेखानी ड्याम जाने बाटो यो हो ए कुलेखानी ड्याम जान्छ यता हो भेडाखाम जान्छ हामी जुन बाटो आयौँ त्यही हो जङ्गल छ त बिचमा त जङ्गल पछि कटेसी आउँछ ए कति टाइम लाग्छ कति टाइम लाग्ला भन त ए तिमीहरू कहाँ जान्ला यो यतापट्टि हो तिम्रो घर पुट्टा भनेको डाँडा जाने बाटो हेलो भन विराट हेलो भन यतातिर चाहिँ चितलाङ गोट फार्म यतातिर कुलेखानी ड्याम हामी अहिले चितलाङको नाइट भ्यू देखाइरहेका छौँ हजुरहरूलाई यो चाहिँ रिसोर्टहरू माथि यो चाहिँ त्यो माथिको व्हाइट बत्ती बलिरहेछ नि त्यो चाहिँ युनिभर्सिटी चाहिँ रिसोर्टहरू बिहानको टाइम कति भएको छ अहिले 8:15 को चितलाङको दृश्य यस्तो देख्न सक्नुहुन्छ यस्तो भइरहेछ सिँचाइ प्रविधि नेपालको सिँचाइ प्रविधि यस्तो भइसकेको छ एग्रिकल्चरमा यस्तो विकास भइसकेको छ
विराट के छ त कस्तो लाग्यो झकास आछ के हेरेर विराट के बोल्न चाहन्छौ हामी कहाँ छौँ विराट कुलेखानी ड्याम यो वेलकम टु कुलेखानी ड्याम हामी मोहिनी झरना आइपुगेका छौँ चन्द्रगिरी हुँदै कुलेखानी हुँदै मोहिनी झरना 45 मिनट 1 घन्टामा आउन सकिन्छ यो चाहिँ अलि बाटो चाहिँ अप्ठ्यारो भएको हुनाले हामी यहाँबाट हेटौडा जाने बाटो हुँदै काठमाडौँ अब जाने छौँ बोलो विराट यो झरना एकदम राम्रो छ यो झरना राम्रो कि दाङको सिनेमेटिक राम्रो छ हेर्नु सफा पाइन्छ देख्न पाइन्छ Time juga seperti itu guys ya. Nih, sini kan ini.